गुड इभिनिङ साथीहरू है। आज चाहिँ फेरि हामी बस पार्कतिर आइसकेको छौँ होइन, रातिको बेलामा। ल हेर्नलाई त आज के हुन्छ, कस्तो हुन्छ सबै देखाउँछ है त म तपाईँहरूलाई अहिले। नाइटको अवस्था यस्तो छ है त बस पार्कको। सबै इन्टरभ्यूमा छु, हेर्दै जानु होला। अब क्रमशः रूपमा अब गाडीहरू देख्न सकिन्छ हामीले। अब सबै आफ्नो पालोमा निस्किँदैछन्। भैरव विपुल काठमाडौँ यो भइहाल्यो। फेरि यो दाङको ग्रेट राप्ती फेरि यो फेरि पाल्पा काठमाडौँको टोल The lion. सदिना भयो, सदिना पनि निस्किँदैछ, निस्किने क्रममा छ सदिना। सबैमा सक्नुहुन्छ अहिले। सबै 7:30 बजेको गाडीहरू निस्किन एकदम अगाडि बढिरहेको छ। सबै पोखराको गाडीहरू रहेको छन्। सबै पोखराको निस्किने अवस्था यो चाहिँ हाम्रो रविन्द्रको गाडी है, पोखराको लमजुङको पनि छ उहाँको। यो चाहिँ हाम्रो पोखरा। यो होइन रहेछ हाम्रो रविन्द्रको नेवा गाडी हो कि भनेको होइन रहेछ। यस पोखराको गाडीहरू सबैले वेटिङमा बसेको, सबै निस्किँदैछन् पोखराको पनि। 7 बजे 8 बजे 7:30 बजेको सबै ठाउँको गाडीहरू बट्टाबट निस्किरहेको छ नि। बस्ताको भिडभाड बस्ताबाट मैले हाम्रो मनाङ काठमाडौँ गाडी निस्किँदैछ। यता गयो फेरि भैरवा अहिले त भैरवाको बहुत गाडी निस्किन्छ। त्यतिखेर मान्छेहरू खासै छैनन् आज। अरू बेलामा अस्ति एक दिन चाहिँ खुब मान्छे थियो। लोकल पनि जाने गाडी घर बसेर रहेछ। अब यो पनि निस्किन्छ। मल्लिका भयो, मल्लिका गाडीहरू 101 छ नाइट काठमाडौँमा। गाडीहरू 101 छ नाइट बसहरू। जुनै ठाउँको जानुहोस् तपाईँ अहिले सबै भिआइपी गाडी पाइन्छ। कहीँको पनि छैन कि जो पहिलाको पुरानो गाडीहरू त्यस्तो हुने होइन। गाडीको अवस्था पनि नाजुक त्यस्तो अहिले कहीँको छैन। सब ठाउँको अहिले भिआइपी छ। यस्तो भिआइपी गाडीहरू प्लेन भन्दा नि भिआइपी छ गाडीहरू चाहिँ नेपालको जो मान्नै पर्छ। यो चाहिँ छपिया टोल। छपिया भनेको कता रहेछ यो? भैरवा साइडमा हो क्या? मुनेसी भयो यो प्रतिज्ञा। डोल्पा र साथीहरू अहिले यसरी निस्किँदैछन् बसहरू। अब अन्तिममै छन्। अब प्राय भैरवतिर जाने गाडीहरू मात्र हुन्छन्। अब लुम्बिनी भैरवतिरको जाने गाडीहरू छ। त्यसरी यो कहाँको देखिनँ मैले। आयो फेरि भिआइपी पनि खतरनाक छ गाडी छ।
भिआइपी नेपाल पनि राम्रो छ गाडी। भैरवै हो यो पनि। यो रहेछ अन्तिम गाडी अब आज निस्किने। ल साथीहरू, अब यो गाडी निस्किएपछि सर्लक्क आजको लागि नाइट गाडी निस्किने सकिए। जे जति देखिन्छ अब यही निस्केको गाडीहरूमा देखिन्छ। ल हेर्दै गर्नु होला। लाइक सेयर सब्सक्राइब प्लिज गरिदिनु होला के भयो साथीहरू है। पानी पनि अब मौसम पनि पानी पर्ला पर्ला जस्तो भएको छ, चिसो चिसो टक्क सलिना 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 यस्तो चेपेर लाग्यो ठुलै जस्तो। एक्सपिरियन्स हुन्छ नि ड्राइभर, ठुलो गाडी चलाउनेहरूलाई कसैले सिकाउनै पर्दैन। बाइचान्स ठुकेर गएर ठुकिने यताउति भनेको आफ्नो ठाउँमा छ, र यत्रो गाडी चलाउने ड्राइभरहरूलाई चाहिँ सिकाउने यताउति गर्न चाहिँ पर्दैन है। आफै पनि बाटो हिँड्ने स्टेडियममा बसी जे भए पनि एक्सपिरियन्स भन्ने चिज पनि हुन्छ नि त। भनेको जरा दशाले कहिले आफ्नो अब के भन्नु, त्यही त हुनु जरा दशा चलेको बेलामा कपासले हाल्नु नै सिसा पुग्छ भन्छ नि, त्यस्तै हो कि कहिले जान्दैन। गाडी करोडौँ गाडी पनि नठोक्छ, ठोकिएर बाइचान्स हुने कुराहरू हो यो सबहरू भनेको पनि। तर हाम्रो नेपाल ड्राइभर दाजुभाइहरू खडा हुनुहुन्छ मान्छेहरू। यत्रो यत्रो गाडी यार मजासँग यस्तो बाटोमा पनि सर्लक लिएर हिँडिदिनुहुन्छ। जसमा ठोक्के जस्तो छ त्यो ओमकाराले हान्यो क्या छैन। फेरि कन्टेन्ट भेटियो नि फेरि होइन।